हेलो नमस्ते। आज 2082 साल वैशाख 1 गते हामी चाहिँ गोसाइँकुण्डातर्फ जाँदैछौँ। ल गोसाइँकुण्डा जाने बाटो हिउँले चाहिँ यस्तै छ, रमाइलै भइरहेछ। अब माथिबाट पर्न पनि सुरु गरिरहेछ, हिउँ झर्न पनि सुरु गरिरहेछ। अनि अहिले चाहिँ गोसाइँकुण्डाभन्दा थोरै अगाडि यो बुद्ध डाँडाको छेउमा पुग्दैछौँ। हिउँ चाहिँ अझै परिरहेको अवस्था छ। हाम्रो पाहुनाहरू चाहिँ उहाँ पछाडि छ, दुईजना पाहुनाहरू चाहिँ गोसाइँकुण्डाको तालसम्म जाने टार्गेट छ उनीहरूको। र हामीले चाहिँ हिउँ बढी भइरहेछ, नजाउँ भन्ने अनुरोध गरेको। उहाँहरू चाहिँ अब त्यत्रो पैसा खर्च गरेर आइसकेपछि गोसाइँकुण्डा तालसम्म चाहिँ जसरी पनि जाने हो भनेर अगाडि बढिरहेको छौँ। अहिले बुद्ध डाँडा पुग्न लागेको अवस्था र हिउँ पनि परिरहेकै अवस्था। हस् त, धन्यवाद।